सच्चिदानंद धाम धनी की जय। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वरा, गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमो नमः। तस्मै श्री गुरुवे नमो नमः। सम्पूर्ण प्यारा भक्तजनहरूलाई म केही कुरा गर्दैछु। शास्त्रमा भएका कुराहरू यसरी म बताउन जाँदैछु। सबैले सुनिदिनु होला, यही अनुरोध गर्दछु। जय श्री राधे राधे। सच्चिदानन्द धाम धनी की जय। यसरी शास्त्रमा धर्म अर्थ काम मोक्ष यसरी भनेको छ। धर्म अर्थ काम मोक्ष। धर्मबाट हामी अर्थतिर जान्छौँ। धर्मले नै, धर्म सत्यताले हामी अर्थ कमाउन सक्दछौँ, पैसा कमाउन सक्दछौँ। अनि पैसा कमाएर हामीले सत्मार्गमा लगाउनु पर्दछ। दिन दुखीको सेवा, आत्माको सेवा, गुरुजनको सेवा हामीले गर्नुपर्दछ। हामीले कमाएको पैसा सत्मार्गमा लगायौँ भने हाम्रो राम्रो हुन्छ। धर्मबाट अर्थमा जाउँ, अर्थ कमाइन्छ धर्मबाट। अर्थबाट हामी अब काममा लगाउँ, आफ्नो सत्य कर्ममा लगाउँ। आफूले कमाएको पैसा सत्कर्मबाट हामीले मोक्ष प्राप्त गर्न सक्दछौँ। मोक्ष प्राप्त गर्नु भनेकै जीवनको ठुलो लक्ष्य हो। हामी मोक्ष प्राप्त गर्न सक्यौँ भने हामीले 84 लाख जुनीमा हामी जानु पर्दैन। 84 लाख जुनीको यात्रा धेरै कठिन छ, धेरै गाह्रो छ। हरेक जीव जन्तु हुनुपर्दछ, किरा फट्याङ्ग्रा आदि सबै भएर, झारपात रुख बिरुवा, पशु पक्षी बाघ भालु सबै चिज भइसकेपछि बल्ल मनुष्यको चोला पाइन्छ। यो मनुष्य चोला परमात्माले एउटा हिरा दिनुभएको हो। हामीले यो हिरालाई चिनेर भगवानको चरणमा ध्यानमा लाग्नु पर्दछ। नत्र फेरि हामी त्यो सत्मार्गमा लागेनौँ भने फेरि यही 84मा भङ्तारिँदै हिँड्नु पर्दछ। र हामीलाई यसरी सिकाएको छ शास्त्रमा। धर्म अर्थ काम मोक्षको यसरी बताउनु भएको छ शास्त्रहरूमा। हामीले शास्त्रलाई मानौँ, शास्त्रलाई अध्ययन गरौँ र शास्त्रमा भएका कुराहरू अमूल्य अमूल्य कुराहरू छन्, हामीले पढ्ने गरौँ। हाम्रो आत्माको कल्याण हुन्छ र हामीले सही मार्गमा हिँड्न सक्दछौँ। र अन्त्यमा गएर हाम्रो मानवहरूको सबैको लक्ष्य एउटै नै हो। अब सबैले मोक्ष नै खोजेको हुन्छ। अन्त्यमा गएर मुक्ति नै हुनुपर्दछ, मोक्ष नै हुनुपर्दछ। सच्चिदानन्द धाम धनी की जय। सबैलाई म यही अनुरोध गर्दछु। जय श्री राधे राधे श्याम।